यी दाजुले भनेको कुरा चाहिँ सही नै हो। 20 वर्ष चाहिँ हाँक्नुपर्छ के राष्ट्रपाले। जातो भन्दा पनि के भन्दाखेरि पिसेको पिछे हान्नुपर्छ के। ल भिडियो हेर्नु होला है, बहुत इन्ट्रेस्टिङ छ भिडियो चाहिँ। म रवि लामी छानेजीलाई के भन्छु भने यहाँ एकतन्त्री शासन आउनुपर्छ। 10 वर्ष पेलेको पेलै जाँतो पिछे जस्तो पिस्नुपर्छ यहाँ। अनि मात्रै मुलुक बन्छ। एउटा निर्णय प्रधानमन्त्रीले लिनुपर्छ, गरिबका ऋणका विषयमा सोच्नुपर्छ। यो कुरो चाहिँ भएन भने हामी आन्दोलनमा जान्छौँ। 20 लाखदेखि मुनिको ऋण बिना गर्ने प्रोसेसमा छौँ। लघुवित्त र सहकारीका मान्छेहरू घरमा नजाउन्, त्यही खोजेको चेलीबेटी हो। रवि लामी छानेजी र बालनजी अब तपाईँहरूले त प्रधानमन्त्री साटासाट गर्नुभएको छ। 20 लाख भन्दा मुनिको ऋण बिना हुनु पर्यो। गरिबका धनी पुरुष लिलाम हुनु भएन, घर लिलाम हुनु भएन, सुकुम्बासी लिलाम हुनु भएन, सुकुम्बासी बन्नु भएन। यी अहिले यहाँ ट्याक्सी चालकहरूको कुरा आयो। यो देशमा उत्पादनै हुँदैन गाडी, अनि 20-20 वर्षमा गाडी नयाँले भन्छ। गाडी चढ्ने मान्छे बाहिर गइहाले। यस्तो महँगो बेसमा गाडी किनेको छ, हो कि होइन भाइ? अनि 20-20 वर्षमा गाडी एकदम सही छ। बाटो यस्तो छ। ल यो कुरामा चाहिँ म पनि एग्री छु है।